हेलो हेलो दर्शन नमस्ते सबैजनालाई। म हजुरहरूलाई पहिलाको मेरो साइकल बिग्रिएपछि आज चाहिँ अब लिएर आएको छु नयाँ साइकल। हजुरहरूलाई म देखाउने छु नयाँ साइकल कस्तो छ हेर्नु होला सबैजनाले हैन। चट्टसँगले यताको लाइट यो रहेछ। ल हेर्नुहोस् नयाँ साइकल। कार्टुनहरू पनि खोलेको छु नि। कार्टुन प्लास्टिकहरू सिटको केही खोलेको छैन। यो नखोलिकनै राख्नु पर्ला किनभने अब साइकलको त्यो खोल्यो भने अब चलाउनलाई उ भइहाल्छ हैन। हजुरहरूलाई के कसो लाग्छ यो कति पर्यो भन्ने कुरा म बोल्नुभन्दा पनि म यहाँनिर देखाउँछु हजुरलाई हैन। यहाँनिर देखाउँछु देख्नुभयो नि कति हो भन्ने कुरा चाहिँ हजुरले यहाँ हेर्न सक्नुहुन्छ। मेरो नयाँ साइकल हेर्नुहोस्। कार्टुन साटुन केही निकालेको छैन। हजुरहरूलाई के कसो लाग्छ त यसो कमेन्ट गरिदिनु होला हैन। राम्रो छ कि छैन। अब कलर चाहिँ अब यो यस्तो खालको छ कि हेर्नुहोस् कालो अनि यो लेखेको भयो यो कार्टुन छ अहिले। कार्टुनलाई चाहिँ अब यत्तिकै राखिदिनु पर्यो भन्दैछु कि किनभने अब बाटामा हिँड्दाखेरि किन उ गर्नु त भनेर। मलेसियामा साइकल अलिकति महँगै पर्छ। हजुरहरूले हेर्न सक्नुहुन्छ हैन। म अब पछाडिबाट देखाउँछु तपाईँलाई है त हेर्नु होला। ल हेर्नुहोस् चट्टसँगले कार्टुनहरू छ। प्लास्टिक सलास्टिक केही झिकेको छैन हैन। अनि यसको मूल्यहरू चाहिँ म यहाँबाट यस्तरी देखाउँछु कस्तो। यहाँनिर छ कि मूल्य हजुरलाई म ल हेर्नुहोस् क्लियर देखियो नि। यसको मूल्य चाहिँ यति हो। ए ल हेर्नुहोस् यसको मूल्य यति हो। नयाँ साइकल के लाग्छ कमेन्ट गर्नु होला है साथीभाइहरू। अब यस्तै बिहान बिहानै पानी पर्छ मलेसियामा के गर्ने। अब भर्खर ड्युटी आएको ड्युटी नआउँ भने पनि नहुने हजुर के गर्नु गाह्रो छ हैन त। ल त हेर्नुहोस् मेरो नयाँ साइकल। पुरानो साइकलको पनि भिडियो राखेको छु हेर्नुभएको छ कमेन्टहरू गर्नुभएको छ र खुसी लाग्छ हजुर हेरेर। यसको गर्ने हो यसलाई यसरी खोल्ने। यही हिजो नयाँ साइकल किने हो हामीले नयाँ साइकल हजुरलाई मैले रेट पनि देखाएको थिएँ हेर्नुभयो होला हैन कति छ के छ भन्ने कुरा। यसलाई चाहिँ चट्टसँगले
हाम्रो पुरानो साइकल बिग्रियो अनि बनाउँदा बनाउँदा लगभग 500-600 लाग्यो अनि के नयाँ साइकलमा पनि यस्तो हुन्छ साइकलहरु यार यस्तो कहीँ पुरानो दियो कि क्या हो यहाँ चाहिँ यत्रो त साइकल त दामी छ तर राम्ररी हेर्नु होला हजुरहरूले कस्तो लाग्छ के गर्ने अब विदेशको ठाउँमा एउटा नगरी हुँदैन अब फेरि हाम्रो बाटो पनि लामो छ त्यही भएर पनि गर्नुपर्छ नजिकै भएको भएदेखि त खासै डर हुँदैन थियो टाढा छ बाटो अनि बोसहरूले यसरी नहिँड्नु मलेसियामा हजुरहरूलाई थाहा नै होला कालेहरूले एट्याक गर्छन् भन्ने त्यही भएर पनि साइकलमा भए त अब अलिक एट्याक गर्न पाएन नि त त्यही भएर साइकल कम्पनीले तुरुन्तै लिई भनेपछि चाहिँ साइकल लिएको हो मैले हेर्नुहोस् है मेरो साइकल कस्तो छ त सबै कार्टुन निकालिदिएको कि दाइले बिहान यो चाहिँ रहिराखोस् कि हजुरहरूलाई के कसो लाग्यो त यो नेपालमा त अब कति वर्ष थाहा भएन यहाँ हजुरहरूलाई मैले देखाएको छु प्राइस हेर्नु होला सबैजनाले र के कसो लाग्छ हेर्नु भने एक नम्बर छ कि छैन हेर्नुहोस् है टक्क राम्रो छ भने राम्रो छ भन्नुहोस् राम्रो छैन भने राम्रो छैन भन्नु होला कमेन्टमा के छ त नि
देखाउँछु पछाडिबाट ल हेर्नुस्। साइकलको कम्पनी यो रहेको छ है, हेर्नुस्। भर्खर खोलेको मैले नयाँ साइकल। हजुरहरूलाई के कसो लाग्छ? लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला।